यो हो उमा कटवाल क्याम्पस निसंखे उमा कटवाल क्याम्पस त्यहाँ लोगो छ सिद्धिचरण म्युनिसिपालिटी टु निसंखे ओखलढुङ्गा ल हामी यो गेटबाट पसौँ ओके कम्पाउन्ड चाहिँ ओके जाली रेलिङमा जाली भएको छ अनि चौर धेरै राम्रो छ झारै झार छ बस्नु लाग्ने पलेन्टी मारेर बस्न आनन्द माटो नलाग्ने किसिमको वरिपरि रुखै रुख छन् बाँस छन् कतै कतै अरू रुख छन् ओके यस्तो राम्रो चौर छ ओके यो क्याम्पस चाहिँ थाहा भएको विक्रम सम्वत 2065 सालमा स्थापना भएको हो रुकमाङ्गद कटवाल पूर्व प्रधान सेनापति रुकमाङ्गद कटवालज्यूको चाहिँ सहयोगमा उहाँको धर्मपत्नी उमा कटवालको नाममा चाहिँ स्थापना भएको हो यो सिसी क्यामेरा सावधान तपाईँ सिसिटिभीको निगरानीमा हुनुहुन्छ यो भवन लामो छ यहाँबाट पल्ला छेउमा चाहिँ त्यसरी देखिन्छ ओके आज बिदाको दिन हो कक्षा चाहिँ खुलेका छैनन् बिदाको दिन भएको हुनाले कक्षा कोठाहरू खोलेका छैनन् खुला गरिएको छैन भनौँ न यहाँ सूचना पार्टी भइहाल्यो अब हामी भर्याङबाट पस्छौँ यहाँ तल्लोका लागि टोयलेट छन् टोयलेट कोठा हामी भर्याङबाट पस्छौँ यहाँ चाहिँ भर्याङको साइडमा यस्तो काँचको बाहिर हेर्ने एरिया छ काँचको भित्तो भनौँ न फ्रेम झ्याल यत्रो लामो झ्याल भने पनि फ्रेम भने पनि के भनिन्छ यो माथिल्लो तला यहाँ माथिल्लो तलाका लागि टोयलेट छन् ओके कक्षा कोठा चाहिँ बन्द आज बिदाको दिन हो यो चाहिँ कम्प्युटर विद्यार्थीहरू चाहिँ यहाँ फ्रीमा कम्प्युटर सिक्न पाउँछन् फुर्सदको समयमा अथवा हामीले पनि उनीहरूलाई गाइडेन्स गर्छौँ अब यो पुस्तकालय भयो यहाँ पुस्तकहरू छन् विद्यार्थीहरूलाई चाहिँ फ्रीमा पुस्तक दिने गरेको छ उनीहरू चाहिँ वर्षभरि नै पुस्तक राख्छन् र एउटा इयर सकिएपछि फेरि त्यो बुझाउँछन् र अर्को इयरको लान्छन् यस्तो छ पुस्तकालय यो चाहिँ इन्भर्टर भयो यो इन्भर्टरको ब्याट्री यहाँ चाहिँ इन्टरनेटको राउटर अनि यो सिसिटिभीको लागि चाहिँ सिसिटिभी अब चाहिँ कनेक्सन बक्स लान बक्स भन्नुपर्छ होला के भन्नुपर्छ यसमा पनि दुईवटा छन् एउटामा 8वटा तल्लोमा पनि 8वटा गरेर यहाँ चाहिँ 16वटा केबल छन् तर हामीसँग चाहिँ 14वटा मात्रै सिसिटिभी छन् यो चाहिँ सिसिटिभीलाई फेरि छुट्टै राउटर चाहिँदो रहेछ त्यो राउटर भयो ओके यस्तो ढङ्गले चाहिँ सिसिटिभीको यहाँ चाहिँ कन्ट्रोल बक्स छ कन्ट्रोल एरिया छ भनौँ न ओके यो हाम्रो चाहिँ दराज भयो क्याम्पसको यहाँ खानेपानी फिल्टर यस्तो छ खानेपानीको जार फिल्टरमा छानेपछि यो जारमा भरेर अनि हामी पानी खानको लागि चाहिँ यसरी चाहिँ पाउँछौँ यहाँ गिलास छ गिलासमा थापेर यहाँबाट खान सकिन्छ यहाँ मैले देखाएँ लाइब्रेरी र चाहिँ कम्प्युटर चाहिँ एउटै रुममा छ किनभने फराक रुम भएको हुनाले प्रोजेक्टर प्रत्येक कोठामा छँदैछन् इभन लाइब्रेरीमा पनि छ प्रोजेक्टर भएपछि हामी चाहिँ विद्यार्थीहरूलाई प्रोजेक्टरबाटै पढाउने गरेका छौँ
ल्यापटपबाट चाहिँ प्रोजेक्टरमा जोडेर हामीले पढाउने गरेका छौँ। अनि आफ्नो आफ्नो टिचरहरूको ल्यापटप पनि छन् र चाहिँ यहाँ चाहिँ विद्यार्थीहरूलाई पनि प्रयोग गर्नको लागि ल्यापटप र डेस्कटप गरेर चाहिँ मिक्स ढङ्गले छन्। यहाँबाट बाहिर यस्तो देखिन्छ, यति सुन्दर छ। यहाँ बादल लागेको छ र मात्रै, बादल नलागेको हो भने त हिमाल झलमल्ल देखिहाल्छ। क्याम्पसको नजिकै त्यहाँ एकजनाको घर छ, त्यहाँबाट ऊ पारि क्षितिजमा चाहिँ खाने भन्ज्याङसम्म देखिन्छ। यो भयो हाम्रो डिजिटल हाजिरी। ऐना हेर्नुहुन्छ भने त्यही छँदैछ। ऐना पनि छ। कुर्सीहरू यस्ता कुर्सी हाम्रो चाहिँ 15वटा छन् र अरू खाले कुर्सी पनि छन्। यस्तो खाले कुर्सी चाहिँ 1-2टा छन्। अरू यो आर्म चेयर छन् धेरजसो। प्लास्टिक कुर्सी पनि छन्। फोटोकपी प्रिन्टर, यसले चाहिँ वायरलेसली प्रिन्ट गर्छ। वाइफाई जोडेपछि यसबाट चाहिँ कम्प्युटरसम्म तार जोड्नु पर्दैन, वाइफाईबाटै प्रिन्ट गरिहाल्छ। यो पनि प्रिन्टरै हो। यो दुईवटा चाहिँ वाइफाईबाट चल्ने खाले होइनन्। यो कलर प्रिन्टर हो। यसले चाहिँ हामी चाहिँ के गर्छौँ भने विद्यार्थीको चाहिँ फोटो नभएको बेलामा फोटो मगाएर आफैले प्रिन्ट गरेर कहिलेकाहीँ चाहिँ उनीहरू इमर्जेन्सीमा फर्म भर्न आइ नपुग्दाखेरि त्यसरी पनि हामी गरिदिन्छौँ। 3टा भयो, प्रिन्टर, फोटोकपी, स्क्यानर। चाहिँ 3टैबाट 3टै सुविधा, फोटोकपी, प्रिन्ट, स्क्यानिङ 3टैबाट भइहाल्छ। अहिले 3-in-1 हुन्छन्। पहिले अब फ्याक्स हुँदाखेरि त अझ 4-in-1 हुन्थे। यहाँ चाहिँ ल सिसिटिभी हाम्रो 14वटा कोठा छन्। अब चाहिँ दुईवटा चाहिँ एउटा बिग्रेको छ त्यहाँ अहिले, के भएर डिस्प्ले आएको छैन। अरू चाहिँ 4, 8, 3, 11, 12, 13वटा देखिएका छन्। यो दुईवटा चाहिँ खाली नै छन्, किनभने 4, 8, 12, 16वटा पोर्टमा चाहिँ 14वटा मात्रै सिसी क्यामेरा भएको हुनाले दुईवटा खाली देखिएको हो। यो अब चाहिँ स्टोर बक्स भइहाल्यो। त्यहाँ परबाट चाहिँ अघि देखाएकोबाट चाहिँ डाटा तानिन्छ, यसमा आएर यो स्टोर हुन्छ। अनि यहाँ डिस्प्ले यसरी हुन्छ। अघि हामी यो कम्पाउन्डबाट पसेका हौँ। अघि मैले लाइब्रेरीको दराज देखाएँ, यो अफिसको दराज हो। यहाँ चाहिँ क्याम्पस व्यवस्थापन समितिका पदाधिकारीहरूको नाम छ। यो चाहिँ मौजुदा समिति हो, अहिलेको लेटेस्ट। यहाँ जग्गादाताहरूको नाम छ, जग्गादाता र अरू चाहिँ अक्षय कोषदाताहरू। यी क्याम्पसका फाइलहरू भए। त्यहाँ दराज अघिदेखि मैले बिचमा देखाएको दराजहरूमा पनि फाइलहरू छन्। यो पनि दराज भइहाल्यो क्याम्पसकै। उहाँ हुनुहुन्छ संस्थापिका उमा कटवाल, उहाँकै नाममा क्याम्पस छ। उहाँ हुनुहुन्छ पूर्व प्रधान सेनापति रुक्माङ्गद कटवाल। उहाँको ठुलो योगदान छ। उहाँकै योगदानमा, तत्त्वावधानमा, लगानीमा, प्रयासमा यो क्याम्पस सञ्चालित छ। उहाँले चाहिँ भारतीय राजदूतावाससँग कोअर्डिनेसन गरेर नि यो क्याम्पसको भवन निर्माण गर्ने बजेट मागिदिनु भएर चाहिँ यो भवन बनेको हो। उहाँप्रति हामी सदैव आभारी छौँ, ऋणी छौँ। उहाँ धर्मकुमारी कटवाल, उहाँको नाममा पनि अक्षय कोष रहेको छ। अरू जग्गादाताहरूका चाहिँ फोटो त्यहाँ रहेका छन्। यो चाहिँ मेरो टेबल भयो। अब यहाँ चाहिँ ल्यापटप, ती पुस्तकहरू अब चाहिँ पढाउनु परिहाल्छ। कप पनि छ तातो पानी खानलाई। त्यो चाहिँ अब विद्यार्थीले अतिरिक्त क्रियाकलापमा जितेको सिल्ड हो। उहाँहरू चाहिँ क्याम्पस संस्थापनकालका चाहिँ व्यवस्थापन समिति पदाधिकारीज्यूहरू हुनुहुन्छ। अब चाहिँ 1-2जना त स्वर्गै भइसक्नुभयो। यहाँ चाहिँ अहिले पढाउने उपप्राध्यापकज्यूहरू र कर्मचारीको नाम रहेको छ। यो प्रोजेक्टर हो। हामीले अफिसमा पनि आफूले केही कुरा चाहिँ भेलाहरूमा चाहिँ देखाउनु पर्यो भने प्रोजेक्टरबाट चाहिँ देखाउन सक्छौँ। अब चाहिँ भेलामा सहभागीहरूलाई
हाम्रो अफिस कक्षा कोठा सबैमा प्रोजेक्टरको व्यवस्था छ। यो प्रोजेक्टर यसरी हामीलाई चाहिँ आनन्दमय सिकाइमा सहयोग गर्छ भनौँ न प्रोजेक्टर भएपछि। यो क्याम्पस चिफको कुर्सी भयो। ल समग्रमा यस्तो छ हाम्रो क्याम्पस। अब यही असोज 4 गते चाहिँ हामीले चाहिँ क्याम्पसको साधारण सभा पनि आयोजना गरेका छौँ। यहाँहरूलाई हामी सबैलाई चाहिँ यहाँ सहभागी भएर कार्यक्रमको रमाइलो लिन हेर्न पनि हामी अनुरोध गर्दछौँ। अरू केही सल्लाह सुझाव भएमा हाम्रा चाहिँ विभिन्न माध्यमबाट सम्पर्क पनि गर्न सक्नुहुन्छ। धन्यवाद।